अर्को मेथड रहेको छ माइन्ड म्यापिङ। यसमा के हुन्छ भने पुरै अध्यायलाई एक पेजमा जोडेर म्याप बनाउने गरिन्छ। मानौ हाम्रो टपिक्स रहेको छ प्रकाश संश्लेषण कसरी हुन्छ, जहाँ स्टेप बाई स्टेप लेखिएको हुन्छ। सूर्यको प्रकाश आवश्यक हुन्छ। पहिलो काम सूर्यबाट आउने प्रकाश चाहिन्छ, यसले ऊर्जा प्रदान गर्छ। पातमा क्लोरोफिल हरियो रङ पदार्थ हुन्छ। क्लोरोफिलले सूर्यको प्रकाशलाई शोष्छ र रासायनिक ऊर्जा बनाउँछ। त्यसपछि बिरुवाले जरा मार्फत पानी H2O लिन्छ। पानी जराबाट पातसम्म जान्छ र पातका स्टोमाटा CO2 प्रवेश गर्छ। हावाबाट कार्बन डाइअक्साइड भित्र छिर्छ र क्लोरोफिल प्रकाश पानी र CO2 ग्लुकोज प्लस अक्सिजन यो रासायनिक समीकरणले सबै कुरा बुझाउँछ। अब यसलाई कसरी माइन्ड म्यापिङ विधिबाट सर्टकट म्याप बनाउने, जसले हामीलाई मेमोराइज गर्न सजिलो हुन्छ। यसको लागि हामीले विषय बीचको सम्बन्ध शाखा शाखा बनाएर म्याप बनाउने। उदाहरणको लागि प्रकाश संश्लेषणलाई कसरी म्याप गर्ने, त्यसको लागि म्यापमा सनलाइट, क्लोरोफिल, CO2, वाटर, ग्लुकोज, अक्सिजन यो पुरै अध्यायलाई एउटा पेजमा कनेक्सन गर्ने। पेजमा कनेक्सन गर्ने किनभने यो कनेक्सन गरिसकेपछि हाम्रो माइन्डमा त्यो चिज बस्न सजिलो हुन्छ। माइन्ड म्याप किन काम गर्छ? दिमागमा चित्र छिटो सम्झिन्छ, ठुलो अध्याय छोटो हुन्छ, सम्बन्ध जोडेर सम्झिन्छ। रिभाइज गर्न 1 मिनेट मात्र लाग्छ र इक्जाममा याद लङ टर्मसम्मको लागि रहन्छ। 6औं नम्बर विधि जसलाई चङ्किङ मेथड भनिन्छ, यसमा कठिन कुरालाई टुक्रा टुक्रा पार्ने, लामो प्याराग्राफलाई 3-4 मुख्य बिन्दुमा विभाजन गर्ने। दिमागलाई थोरै जानकारी छिटो अड्किन्छ, त्यसै कारणले यो विधि धेरै प्रभावकारी विधिको रूपमा मानिन्छ। उदाहरणको लागि यदि हामीले ब्लड फङ्सनको बारेमा पढेका हुन्छौँ, जुन 1 पेजको हुन्छ, जसलाई तपाईँले धेरैचोटि पढ्नुभयो त्यही पनि बिर्सिँदै हुनुहुन्छ भने ब्लड फङ्सन रगतका मुख्य कामहरूलाई हामीले कसरी यसरी पढ्ने। अक्सिजनले जाने, फोक्सोले लिएको अक्सिजनलाई आरबिसीले शरीरका सबै भागमा पुर्याउँछ। सबै अङ्गले इनर्जी बनाउन अक्सिजन चाहिन्छ। यसलाई रगत बराबर अक्सिजन डेलिभरी सिस्टम भनेर पनि बुझ्न सकिन्छ। त्यसै गरेर इन्फेक्सन रोक्ने, रगतका WBCले शरीरमा आएको ब्याक्टेरिया, भाइरस, फङ्गस आदिलाई नष्ट गर्छ, रोग प्रतिरोधक क्षमता बढाउँछ। त्यसैले रगत बराबर सेक्युरिटी गार्डको रूपमा हामीले सम्झिन सक्छौँ। त्यसै गरिकन वेस्ट निकाल्ने, शरीरमा बनेको CO2 युरिया फोहोर पदार्थ रगतले उठाएर फोक्सो र किडनीमा पुर्याउँछ। फोक्सो बराबर CO2 निकाल्ने भनेर हामी सम्झिन सक्छौँ या चित्र बनाउन सक्छौँ। र किडनी बराबर फोहोर छाप, रगतले गार्बेज कलेक्सन सिस्टम भनेर बुझ्ने, शरीरको तापक्रम मिलाउने। रगत निरन्तर बगेकै हुन्छ, जहाँ तातो छ त्यहाँबाट तातो लिएर चिसो भागमा लैजान्छ। शरीरलाई लगभग 37 डिग्री सेल्सियसमा स्थिर राख्दछ, अर्थात् रगत बराबर टेम्परेचर कन्ट्रोलर भनेर बुझ्न सकिन्छ। अब चङ्किङ मेथडबाट आफ्नो नोटमा यसरी बनाउने, या दिमागले यसरी कनेक्सन गर्ने। अक्सिजनले जाने, इन्फेक्सनले रोक्ने, वेस्ट निकाल्ने, शरीरको तापक्रम मिलाउने। अब बस कहिले नबिर्सिने हुन्छ। Thank you for watching. Namaste.